मेरो नाम अनिता हो र यो मेरो कथा हो। जब मेरा श्रीमान घर बाहिर रहनुहुन्छ, म छोरा अभिषेकसँग घरमा एक्लै हुन्छु। त्यो एक्लोपन कहिलेकाहीँ भारी लाग्छ, तर अभिषेकको साथले त्यो भारीपन हलुका बनाउँछ। कहिलेकाहीँ लाग्छ ऊ मेरा सबैभन्दा गहिरा कुरा बुझ्ने साथी हो। गाउँको साँझ शान्त थियो, चिसो हावा चलिरहेको। म चुल्होमा दुध तताउँदै थिएँ, अभिषेक भान्साको ढोकामा उभिएको थियो। उसका आँखामा केही कुरा थन्किएको झैँ लाग्यो। आमा, म केही भन्न चाहन्छु, उसले भन्यो अलिकति झुक्दै, तर बाचा गर्नुहोस्, रिसाउनुहुन्न। बिल्कुल छैन बाबु, मैले मुस्काउँदै भने। म तपाईलाई धेरै माया गर्छु आमा, उसले फुसफुसायो। एकछिन शब्दै हरायो, केवल हामी बीचको मौनता बोलिरहेको थियो। मैले अभिषेकलाई अँगालो हाले। म पनि तिमीलाई धेरै माया गर्छु बाबु, मैले भने। यो माया कुनै सीमा नापेर दिने कुरा होइन। त्यस रात हामी धेरै कुरा गर्यौं। उसले भन्यो, जब बाबा घरमा हुँदैनन्, तपाईं अझ मेरी आफ्नी लाग्नुहुन्छ। तपाईं मेरो संसार जस्तै हुनुहुन्छ। मैले उसका कपालमा हात चलाउँदै भने, कहिलेकाहीँ नजिकको सम्बन्ध बुझ्न समय लाग्छ बाबु। तर बुझ्न जरुरी छ कि मायाको पनि मर्यादा हुन्छ। अब अभिषेक 24 वर्षको जवान थियो। ऊ राम्रो जागिरमा थियो, तर उसको आँखामा ती पुराना भावनाहरूको हल्का चिहान थियो। उसले कहिलेकाहीँ मेरो नम्बर गुग्लिएर हेर्थ्यो, फोन गर्दैनथ्यो। एक साँझ म अचानक उसको फ्ल्याटमा पुगेँ। ढोका खुल्यो, हामी दुवै केही क्षण मौन बस्यौं। राम्रै छु आमा, उसले भन्यो हल्का स्वरमा। तपाईँ? म पनि ठिक छु, तर तिमी बिना अधुरो छु, मैले भने। कफी चिसिएको थियो, तर संवादमा उही तातोपन बाँकी थियो। उसले भन्यो, म तपाईलाई बिर्सन खोजे आमा, तर सकिन। त्यो रातको भावना अझै बाँकी छ। मैले उसको हात समाए। सम्झनालाई हामीले बाटो देखाउनु पर्छ बाबु, थुनिनु हुँदैन। हामी गाउँ फर्क्यौं, पुराना सम्झनाहरू लिएर। तर गाउँलेहरूका आँखा अब सरल थिएनन्, शङ्का थियो। एक दिन पञ्चायतले बोलायो। मुखियाले प्रश्न गरे, यो सम्बन्ध के हो? समाजले यसलाई स्वीकार गर्न सक्दैन। मैले शान्त स्वरमा भने, म एक आमाको नाताले मेरो छोरालाई अँगालो हाल्न डराउँदिन। यो समाजको सोच हो, जसले शुद्ध माया पनि दोषी बनाउँछ। अभिषेक उठेर बोल्यो, यदि आमा छोराबीचको आत्मीयता समाजका लागि अपराध हो भने हामीलाई यस्तो समाजको आवश्यकता छैन। त्यस रात हामी फेरि काठमाडौँ फर्कियौं, पुराना ढोका बन्द गर्दै, नयाँ ढोका खोल्दै। अब हामी एक एनजिओसँग आबद्ध छौं। अभिषेक मानसिक स्वास्थ्य र पारिवारिक सम्बन्धमाथि काम गर्छ। उसले आफैभित्रको पीडालाई समाजलाई बुझाउने माध्यम बनाएको छ। एक दिन सेमिनारमा प्रियङ्का थापा नामकी मनोवैज्ञानिकले उसलाई भनिन्, तपाईको यात्रा साहसिक छ। सबैले आत्मसम्मानको यति लामो बाटो हिँड्न सक्दैन। अभिषेक हल्कासँग मुस्कायो, साहस होइन, बुझाइ थियो, आफूलाई बुझ्ने। प्रियङ्कासँगै उसको जीवनमा नयाँ स्पर्श आउँछ। म चुपचाप उसको आँखाको चमक हेर्छु। एक साँझ मैले उसलाई सोधे, प्रियङ्कालाई मन पर्छ? उसले गहिरो सास फेर्दै भन्यो, हो, तर डर लाग्छ। फेरि भ्रम त होइन? मैले भने, यो भ्रम होइन बाबु, यो त तिमीभित्रको उपचार हो। अन्ततः उसले प्रियङ्कालाई प्रस्ताव राख्यो, सादा तर आत्मादेखि बोलेको। प्रियङ्काले उत्तर दिइन्, म तिमीको विगतसँगै तिमीको भविष्य पनि अँगाल्न चाहन्छु। म अनिता अब केवल एक आमा होइन, म एक साक्षी हुँ, जीवनको वास्तविकता, पीडा, माया र पुनर्जन्मको। यो केवल हाम्रो कथा होइन, धेरैका मनमा थुनिएको आवाज हो, मनको स्वर।